तपाईँ विद्यार्थी हुनुहुन्छ, तपाईँलाई पनि पढ्न अल्छी लाग्छ, नतिजा राम्रो आउँदैन, पढ्ने तरिका गलत भयो जस्तो लाग्छ भने यो भिडियो तपाईँको लागि विशेष गरी खास छ। म आफै छक्क परेको छु। यहाँ मैले तपाईँलाई 10वटा कुरा भन्नेछु जुन कुरा मैले आफैले एप्लाई गरेँ आफूभित्र होइन। अनि मैले आफूमा त्यो कुरा एप्लाई गर्ने बित्तिकै म आफै छक्के, आई वाज सक के, म नै चकित भयो क्या। यो 10वटा कुराले मेरो पढ्ने मेथड, पढ्ने तरिका, मेरो पढाइ सबैलाई परिवर्तन गरिदियो। पहिला मलाई एकदमै अल्छी लाग्थ्यो, निन्द्रा लाग्थ्यो, बोरिङ लाग्थ्यो र पढेको कुरा पनि याद हुन्थेन। अनि जब पढ्थेँ रिजल्ट पनि राम्रो आउँथेन, नतिजा राम्रो आउँथेन। तर जब यो 10वटा कुराहरू मैले आफ्नो जीवनमा बिस्तारै एप्लाई गरेँ तब आमा म नै सक भयो क्या। मेरो नतिजा पनि परिवर्तन आयो, बानी पनि परिवर्तन। अहिले त म नपढेर मलाई निन्द्रै लाग्दैन। सो तपाईँ पनि म जस्तै बन्न चाहनुहुन्छ भने यो भिडियो विशेष गरी तपाईँको लागि छ। सो आउनु सुरुवात गरौँ। पहिलो छ एक्टिभ रिकल। सो मैले पहिला के गर्थेँ भन्दा पढ्दै छोडिदिन्थेँ कि पढ्दै छोडिदिन्थेँ। तर जब मैले एक्टिभ रिकल गर्न थालेँ, पढिसक्थेँ अनि पढिसकेपछि आफैलाई प्रश्न सोध्न थालेँ कि मैले के पढेँ, के विषय पढेँ, कुन टपिक पढेँ। किनकि मैले कति पढेँ, के पढेँ भन्दा पनि मैले कति जानेको छु, कति बुझेको छु भन्ने कुरा महत्त्वपूर्ण हुन्छ नि त। सो म हरेक दिन एक्टिभ रिकल गर्न थालेँ कि अब जब पढिसक्थेँ बुक राख्थेँ अनि मैले के पढेँ, कसरी पढेँ, के पढेँ, कुन टपिक पढेँ। सो यसरी आफैलाई प्रश्न सोधेर मैले रिकल गर्थेँ कि अनि त्यसले गर्दा मलाई उत्तर पनि सजिलै आउँथ्यो र बिस्तारै मलाई मन पनि लाग्न थाल्यो कि म बुझ्न थालेँ नि त बिस्तारै त्यो कुरालाई। ओहो यस्तो रहेछ, इन्ट्रेस्टिङ रहेछ। सो एक्टिभ रिकल पनि एकदम पावरफुल हुँदो रहेछ है त पढाइको एउटा स्टुडेन्ट लाइफमा। दोस्रो भनेको स्पिड रिपिटेसन के, जहिले रिपिट गरिराख्नुपर्छ। एउटै कुरालाई एक दिनमा 5 चोटि पढ्नुभन्दा पनि मैले के गर्न थालेँ भन्दाखेरि आज पढेको कुरालाई भोलि फेरि 2 दिनपछि, फेरि 3 दिनपछि, फेरि 4 दिनपछि यसरी मैले रिभिजन गर्न थालेँ क्या। अनि यहाँबाट मलाई एउटा कुरा के सक भयो, म एउटा कुरा के थाहा पाएँ भन्दाखेरि जब हामी दिनदिनै एउटै कुरा दोहोऱ्याउँछौँ नि तब हाम्रो दिमागलाई यो निकै नै महत्त्वपूर्ण छ भन्ने फिल हुँदो रहेछ। अनि त्यो कुरा चाहिँ हाम्रो ब्रेनमा एकदमै लामो समयको लागि बस्दो रहेछ। अब जुन कुरा ब्रेनमा छापिएर बसेको छ त्यो कुरा एकदमै सजिलै लेख्न सकिन्छ। अनि सजिलै लेखेपछि नतिजा त एकदमै राम्रो आइ नै हाल्ने भयो। र मैले एप्लाई गरेको तेस्रो भनेको पोमोडोरो टेक्निक। त्यो यी नियम थाहा हुनुभन्दा पहिले म के गर्थेँ भन्दाखेरि 1-2 घन्टा कन्टिन्यू पढ्थेँ। त्यसपछि मलाई एकदमै अल्छी लाग्थ्यो, ब्रेन थाकेको जस्तो महसुस हुन्थ्यो, कता भन्नुपर्दा पढ्नै मन लाग्थेन के। तर जब मैले पोमोडोरो टेक्निक अपनाउन थालेँ नि, 25 मिनट पढ्ने अनि 5 मिनट चाहिँ ब्रेक लिने के, रेस्ट गरेँ, पानी खान्थेँ, मैले हल्का उफ्रिन्थेँ, जम्पहरू गर्थेँ होइन। थोरै म कहिलेकाहीँ म्युजिक सुनेर म एकदमै एक्लै रमाउने मान्छे, म एउटा ठुलो भोल्युममा एउटा गीत लगाएर नाच्दिन्थेँ। सो यस्तो गर्दा के भयो भन्दाखेरि अब 25 मिनट पढ्थेँ, 5 मिनट ब्रेक लिन्थेँ, त्यसले गर्दा फोकस पनि हुँदो रहेछ र प्लस थकान पनि लाग्दैन रहेछ क्या। दिनमा 6 घन्टा 7 घन्टा मजाले इजिली पढ्न सकिँदो रहेछ। अनि दिनमा 6 घन्टा 7 घन्टा फोकसका साथ पढ्यो भने धेरै कुराहरू सिकिन्छ एकै दिनमा। र यसले यही बानी तपाईँले कन्टिन्यू 2-3 महिना लाउनु भयो भने त तपाईँको नतिजा होइन सबै कुरा परिवर्तन भइसक्छ। अनि अर्को चौथो टेक्निक मैले के अपनाएँ भन्दाखेरि फिनम्यान टेक्निक के। अब कतिपय कुराहरू हामीले आफूले सिकेर आफैसम्म सीमित राख्यौँ भने त्यो कुरा बिस्तारै बिर्सिँदो रहेछ। हेर्नुहोस् मैले बुझेको। तर जुन कुरा हामी सिक्छौँ त्यो कुरा यदि हामीले अरूलाई सिकाउँछौँ भने त्यो कुरा अझै लामो समय टिक्दो रहेछ, त्यो कुराको ज्ञान अझै बढेर जाने रहेछ क्या। सो नलेज बाँड्न चाहिँ कहिले पनि नछोड्नुहोस्। म के गर्थेँ भन्दा जुन कुरा आफू पढ्थेँ, जुन कुरा आफूले सिक्थेँ त्यो कुरा चाहिँ कोही बच्चा छ, कोही साथी छ भने त्यसलाई मजाले सिकाउँथेँ कि हेर है मैले यस्तो पढेँ यार, यस्तो हुँदो रहेछ, यो टपिक त यस्तो रहेछ यार, यति इन्ट्रेस्टिङ टपिक रहेछ यार। सो यसरी मैले त्यो टपिकको बारेमा डिटेलमा बुझाइदिन्थेँ कि अब यसले गर्दा के भयो, पहिला त मैले सिकेँ, जानेँ र पछि मैले त्यो कुरा उसलाई सिकाइदिएँ कि। अनि त्यसपछि के भयो भन्दाखेरि त्यो कुरा एकदमै लामो समयसम्म मेरो दिमागमा बस्दो रहेछ कि। अनि मलाई त्यसको बारेमा नलेज पनि हुँदो रहेछ कि, अनि इन्ट्रेस्ट पनि जाग्दो रहेछ। फेरि अरूलाई सिकाउनु छ नि त, मैले त यो कुरा पढेछु, मलाई नै थाहा भएन भने मैले कसरी सिकाउन सक्छु, सक्दैन नि त होइन। सो त्यो कुराप्रति इन्ट्रेस्ट पनि लाग्दै जाँदो रहेछ बिस्तारै। र मैले मेरो स्टडी लाइफमा एप्लाई गरेको अर्को मेथड भनेको इन्टरलिभिङ मेथड भनेर भन्छ क्या। यो भनेको कस्तो भन्दाखेरि एउटै सब्जेक्टलाई मैले 3 घन्टा 4 घन्टा कहिले पनि पढेन क्या। यसले के हुन्छ, जो मान्छे पनि बोरिङ हुन्छ क्या। जस्तो एउटै काम, एउटै कपडा, एउटै बानी, एउटै व्यवहार होइन, एउटैलाई चाहिँ लामो समय गऱ्यो भने बोरिङ फिल हुन्छ नि त, त्यही भन्ने हुन्छ। सो एउटा विषयलाई मैले 1 घन्टाभन्दा कमै पढ्थेँ कि, 40 मिनट 45 मिनट होइन 35 मिनट त्यस्तै पढ्थेँ अनि 5-10 मिनट रेस्ट लिन्थेँ। फेरि अर्को सब्जेक्ट, अर्को टपिक, अर्को सब्जेक्ट, अर्को विषय चाहिँ चुज गर्थेँ मैले। यसरी 30 मिनट 35 मिनटमा फरक टपिक, फरक विषय पढ्थेँ। अब यो हुँदा के हुँदो रहेछ भन्दा जस्तो मैले एउटा टपिक पढिरहेको छु, एउटा विषय पढिरहेको छु, अब त्यसमा थोरै कुराहरू मलाई थाहा भयो,
हैन। मैले 25-30 मिनटसम्म त मेरो एकदम फोकस हुन्छ नि त, केही कुराहरू थाहा पाएँ अनि मैले एकछिन त्यसलाई राखेर रेस्ट गर्छु कि। अनि त्यसपछि फेरि म त्यही विषय खोल्छु भने अलिकति बोरिङ लाग्दो रहेछ कि। अनि त्यसपछि फेरि म अर्को टपिक अर्को विषय पढ्छु, अर्को विषय अर्को बुक हैन। त्यो पढ्दाखेरि के हुन्छ भन्दाखेरि इन्ट्रेस्ट जाग्दो रहेछ क्या। एक ठाउँबाट अर्को ठाउँमा गएको जस्तो, एक ठाउँबाट अर्को ठाउँमा घुमेको जस्तो फिल हुँदो रहेछ नि त। सो त्यसरी 1 घन्टाभित्रमा चाहिँ सब्जेक्ट परिवर्तन गरेर पढ्दा पनि एकदमै राम्रो नतिजा चाहिँ आउँछ है। अनि अर्को 6औं मेथड छ ब्लटिङ मेथड। यो भनेको कस्तो भन्दाखेरि जब म पढिसक्थेँ नि, पढिसकेपछि एउटा खाली कागज र पेन लिन्थेँ अनि त्यसमा सम्झेको सबै कुराहरू लेख्थेँ कि। जस्तो मैले के पढेँ, कति पढेँ, कुन टपिकमा पढेँ, त्योभित्र के कुराहरू पढेँ, जति कुरा मलाई याद छ नि सबै मैले सर लेख्थेँ कि। अनि त्यो लेखिसकेपछि मैले फेरि त्यो बुकसँग तुलना गर्थेँ, त्यसलाई बुक साइडमा राख्थेँ, मैले लेखेको कुरा साइडमा राख्थेँ र हेर्थेँ के मिस्टेक भयो, के सही लेखेँ, के गलत लेखेँ। अनि यहाँबाट मलाई एक्ज्याक्टली थाहा हुन्थ्यो कि ए यो कुरा चाहिँ सही रहेछ है, ए यो कुरा चाहिँ गलत रहेछ, एक्ज्याक्टली मलाई थाहा हुन्थ्यो कि। अनि यसरी के हुँदो रहेछ भन्दाखेरि एकदमै पढ्नु पनि मन लाग्ने, पढेको कुरा पनि एकदमै याद हुने कि यस्तो गर्दाखेरि। जस्तो मैले पढेँ त्यो कुरालाई मैले लेख्ने प्रयास गरेँ नि त आफै, धेरै पटक दोहोरिने रहेछ कि मनमा दिमागमा त्यति बेला। अनि ब्रेनलाई चाहिँ के लाग्दो रहेछ, ओ यो त एकदमै इम्पोर्टेन्ट छ है, यो कुरा धेरै बार रिपिट भइरहेको छ भन्ने जस्तो एउटा फिल हुँदो रहेछ नि त। सो त्यसरी यो मेथड पनि एकदम पावरफुल छ है त। अनि 7औं छ कर्नल नोट। भन्नुको मतलब कपीलाई तपाईँले 3 भागमा बाँड्नुहोस् कि। जुन तपाईँको नोट हुन्छ नि, कपी हुन्छ नि, त्यसलाई 3 भागमा एउटा नोट बनाउनुहोस्, एउटा किवर्ड, एउटा समरी। भन्नुको मतलब नोट हुन्छ नि त्यहाँ सर्ट किवर्ड भनेको एउटा ठुल्ठुलो जुन पढ्नु भएको छ नि त्यो बुदा मात्रै लेख्नुहोस्। समरी भनेको त्यसको सबै डिटेलमा विशेष गरी के पढ्नु भयो सबै कुराहरू समरीमा लेख्नुहोस् कि। अब यसो गर्दा के हुन्छ, तपाईँ टक्क नोट हेर्नुहुन्छ, तपाईँले एकदमै छोटो कुराहरू पाउनुहुन्छ, एकदमै सम्झिन छिटो हुन्छ। टक्क किवर्ड हेर्नुहुन्छ, के पढ्नु भएको त्यो बुदा याद हुन्छ। अनि तल समरी हुन्छ कि। अब समरी चाहिँ तपाईँले याद गर्ने होइन, जहिले पनि याद गर्दाखेरि छोटो टपिक अलिकति नोट र किवर्ड माथिको बुदाकै मेन, जस्तो नेपालको भूभाग, नेपालको भूगोल यस्तो केही पढ्नु छ भने यस्तो बुदा। अनि समरी चाहिँ तपाईँले आफैले सम्झिने, क्रिएट गर्ने, आफ्नो भाषामा लेख्ने प्रयास गर्नु पर्यो। सो यसले चाहिँ बेटर नतिजा पनि दिन्छ, तपाईँलाई पढाइप्रति इन्ट्रेस्ट पनि लाग्छ। अनि 8औं मेथड छ 80-20 रुल। अब यो चाहिँ एकदमै हरेक कुरामा लागु हुने हो कि 80-20 रुल भनेको। भन्नुको मतलब कस्तो भन्दाखेरि तपाईँले पढ्ने कुराहरू छ नि त्यसमा तपाईँको 20% टपिकहरू यस्तो हुन्छ जहाँबाट 80% मार्क्स आउँछ कि। तपाईँले पढ्ने बुकको 20% टपिक है त, तपाईँ लोकसेवा गर्दै हुनुहुन्छ या त कुनै कलेज या त स्कुल, जे पढे पनि 20% टपिक यस्ता टपिक हुन्छन् जहाँबाट 80% मार्क्स चाहिँ कभर हुन्छ। सो तपाईँले ती टपिकहरूलाई विशेष ध्यान दिनु पऱ्यो कि। सबभन्दा पहिला ती टपिकहरू पढ्नु पऱ्यो, ती टपिकलाई डिटेलमा खानु पऱ्यो, अनि बल्ल तपाईँको नतिजा बेटर आउँछ। र जब नतिजा राम्रो आउँछ पढ्न पनि मन लाग्छ नि त, किनकि नतिजा राम्रो आएको छ। मान्छेलाई पोजिटिभ कुराले आकर्षित गर्छ क्या, कि त धेरै नेगेटिभली गर्छ कि धेरै पोजिटिभली। तपाईँको नतिजा एकदमै राम्रो आयो भने त पढाइतर्फ तपाईँ आकर्षित हुनुहुन्छ नि त। अनि 9 छ स्लिप र एक्सर्साइज। 7-8 घन्टाको निन्द्रा र एक्सर्साइज चाहिँ एकदम जरुरी छ। यसमा मैले डिटेल भने नि, यो कुरा तपाईँलाई थाहा भएकै कुरा हो, यो चाहिँ अनिवार्य छ है त, निन्द्रा र एक्सर्साइज चाहिँ। नत्र तपाईँको ब्रेनले काम गर्दैन। तपाईँ खालि पढ्नुहुन्छ, दिनभरि पढ्ने मात्रै गर्नुहुन्छ, एक्सर्साइजै गर्नु हुँदैन, टाइममा सुत्नु पनि हुँदैन भनेपछि बिस्तारै ब्रेन कमजोर हुँदै जान्छ क्या। त्यसले गर्दा यो कुरा पनि ध्यान दिनु होला। र आजको लास्ट 10औं छ डेली रिभ्यू रुल के। भन्नुको मतलब तपाईँ दिनभरि पढ्नुहुन्छ नि त, साँझ सुत्ने बेला भयो, अब 10-15 मिनट टाइम जहिले छुट्याउनुहोस् कि। आज मैले के पढेँ, म कहाँ गएँ, कति घुमेँ, कति घन्टा पढेँ, कति घन्टा मोबाइल चलाएँ, के पढेँ, के कुरा गरेँ, के राम्रो काम गरेँ, के नराम्रो काम गरेँ, के कुरा चाहिँ मैले आज गरेँ जुन मलाई प्राउड फिल हुन्छ, जुन चाहिँ मैले राम्रो गरेँ भन्ने लाग्छ, के नराम्रो गरेँ जुन चाहिँ मलाई गिल्टी फिल हुन्छ, या आज नगर्ने यस्तो काम पनि गरेँ यार। सो त्यो कुराहरू छुट्याउनुहोस् र डे बाई डे आफूलाई सुधार गर्दै जानुहोस्। आजभन्दा भोलि राम्रो कुरा धेरै, भोलिभन्दा पर्सि राम्रो कुरा धेरै। यसरी के हुन्छ भन्दाखेरि तपाईँको दिन पनि एकदमै तपाईँले सोचेको जसरी बित्दै जान्छ, तपाईँभित्र परिवर्तन आउँदै जान्छ, तपाईँको बानी व्यवहार चेन्ज हुँदै जान्छ र तपाईँको नतिजा पनि अवश्य पनि चेन्ज हुनेछ। र याद गर्नुहोस्, दैनिक अध्ययन सूत्र चाहिँ यस्तो हुनु पऱ्यो कि तपाईँ पढ्ने, सम्झिने, लेख्ने, सिकाउने र दोहोऱ्याउने। सो आजको भिडियोमा छोटो मिठो थियो, यति नै। यो भिडियो कस्तो लाग्यो कृपया तपाईँको प्रतिक्रिया कमेन्ट गर्नुहोला र सब्सक्राइब गर्नुहोला, सेयर गर्नुहोला, जोडिनुहोला। हस्त धन्यवाद।